कसैलाई छोड्दिन, एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, दिन तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, यो हेक्का राख्नु, कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर मान्छे हार्छौँ हामीले। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हालेछ, त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस्, म खालको खनेर भाग निकाल्छु। एकजनालाई छोड्दिनँ म। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म झिकाउँछु। म मेरो देशको कसम खान्छु। साँच्चै सुदन गुरुङजी मान्यो है, तपाईँले गर्नु हुँदो रहेछ। ल, तपाईँले जसरी बोल्नु भएको थियो त्यसरी नै गर्नु हुँदो रहेछ। एकदमै धेरै धेरै धन्यवाद। जति नै धन्यवाद भने पनि पुग्दैन। यसै गरी एक एक छानी छानी यी हत्यारा, अपराधी, भ्रष्टाचारी, बलात्कारी, अन्याय, अत्याचार, आतंक, गुण्डागर्दी गर्ने यी सबका सब अपराधीहरू, यी सबका सब हत्याराहरूलाई एक एक गरी पक्राउ गरेर आजीवन जेल कोस्नुपर्छ। यिनीहरूले गरेका सारा ती भ्रष्टाचार गरेर थुपारेको कालोधन ल्याएर राज्यको नाममा फिर्ता ल्याएर देश विकास गरौँ। यी सबका सब हत्यारा अपराधीहरूलाई आजीवन जेल कोस्नुहोस्। धेरै धेरै धन्यवाद सुदन गुरुङ।